हेलो गाइजहरु, आज चाहिँ हामी रुम सफा गर्दै छौं। भरे बर्थडे छ, बर्थडे मनाउनलाई बर्थडे गर्ल हो यो चाहिँ। अब बर्थडे भरे मनाउने, त्यही भएर रुमहरु सफा गर्दै छु। भरेसम्म हेर्दिनुलाई गाइज। हेलो गाइज, हामी चाहिँ बर्थडेको लागि के रे बेलुनहरु फुक्दै छु। या हेर्नु त, यो चाहिँ युनिसा। हेलो गाइजहरु, बर्थडेको लागि हामी बेलुन फुक्दै छ है, डेकोरेसनको लागि। अब उहाँले पनि फुक्दै छ, उहाँले धेरै फुक्नु भइसक्यो। पहिले चाहिँ मैले फोटो ल्याए गाइज स्टुडियोन हरे कि स्टुडियोन गाइजहरु, म चाहिँ काली न काली देखिरहेको छ। यहाँ हेर्नुस् त, हाम्रो बेलुन यो रुमभरि बेलुन गर्ने भनेको त के पो हुन्छ हेरौँ। अब गाइजहरु, म चाहिँ के रे म चाहिँ रेडी पनि भएको छैन। कति 4:30 पनि भइसक्यो। अनि अघि बिहानै यो चाहिँ डेकोरेसन गरेको, तर भएन। अहिले सबै पुरै त्यो भइसक्यो। बेलुनहरु के भयो रे साइली? युनिसा बेलुनहरु सबै फुटिसके। युनिसा चाहिँ यहाँ के रे मासु बनाउँदैछ। मासु म चाहिँ कुक है गाइजहरु, देख्दैन यहाँ चाहिँ राम्रोसँग। अनि हेर्दै जानुस् है। आज मेरो काम कुकमा पर्यो, के गर्नु, यस्तै हुँदो रहेछ कहिलेकाहीँ। थ्याङ्क यू भन्नु साथीहरु। आज हामी खाजा खान गएको। यहाँ छ आलु तरकारी, यहाँ छ मासु, यहाँ छ ब्राउन, यहाँ छ चिउरा। सबैजना यता हुनुहुन्छ। बर्थडे गर्ल चाहिँ यहाँ हुनुहुन्छ। बर्थडे गर्लको साथी हुनुहुन्छ। बर्थडे गर्लको भाइ यता हुनुहुन्छ। सबैजना साथीहरु, अब हामी केक काट्न सुरु गरेको। बर्थडे गर्लको साथीले यहाँ बर्थडे गर्ललाई सजाउँदै हुनुहुन्छ। साथीहरु हेर्न सक्नुहुन्छ, सबैजना यता हुनुहुन्छ। सुरु भयो केक काट्नलाई। बर्थडे गर्ल यता हुनुहुन्छ। अर्को आन्टीको पालो आएको छ साथीहरु। उहाँले टीका लगाउँदै हुनुहुन्छ। पैसा आयो है बर्थडे गर्ललाई। अब दिदी ठुलो दिदीले अब केक खुवाउँदै हुनुहुन्छ। बर्थडे गर्लको जेठी दिदी हुनुहुन्छ उहाँ। अब त्यत्रो चाहिँ खानु सक्नुहुन्न होला। अब दिदीले पनि त्यत्रो नखाउनु हो। दिदीको टीका लगाउँदै हुनुहुन्छ अब दिदीले। साथीहरु हेर्न सक्नुहुन्छ बर्थडे गर्लको। त्यस्तो दिन भन्नु त, धेरै सुन्नुहुन्छ उहाँ, त्यही भएर धेरै नसुन्नु रे। दिदीको आशीर्वाद चाहिँ त्यस्तो पो रहेछ हो। हाम्रो दिदीले त यस्तो पो दिनुभयो साथीहरु। हात्ती दिनुहुन्छ भने त तै पनि दिनुभयो। आन्टी बुके देखाउँछ। म चाहिँ पैसा यति दिन्छु, मसँग धेरै छैन। मेरो गिफ्ट चाहिँ यही छ। सुन्दली गिफ्ट पिने सुन्दली
Happy birthday समय खै म कताबाट चाहिँ खिच्ने हो खै अर्को क्युट साथीको पाला है बर्थडे गर्लको साथी हुनुहुन्छ उहाँ मेरो दिदी बहिनी हो दिदी बहिनी भने पनि साथी नै हो एकछिन यो चाहिँ अनि हामी दुईजनाको तर्फबाट अब साथीको ल मेन्दो मेन्दो एक बजा होइन अर्को साथीको पाला आयो है साथीहरू अब चाहिँ ये बिन र ये बिनले थाम Sabaino mina kanil litsa ville vai teda. Same. Photo खींचे ना तो. खत्म कर. पनि गीत त गिफ्ट है हो नि ये ल पालो म चाहिँ गर्दैन है यो कुरा सुन्दरले गिफ्ट दिन्थे के यसले यस्तो गर्दैन मेरो अर्को साथी चाहिँ यो चाहिँ सन्तानीको नाम हस्पिटलमा इमर्जेन्सी काम परेकोले आउनु भएको छैन उहाँको गिफ्ट म दिएको छु आउनु हुनुले थ्यांक यू नाम Thank you. गिफ्ट धन्यवाद. यस्तो राम्रो गिफ्टहरू पाउनु भएको छ Thank you साथी. ल मलाई के भइरहेको